हेलो टिम महसुसका मामुहरू, हजुरहरूले हजुरहरूको बेबीलाई पिउरी स्टार्ट गर्नुभयो। मैले चाहिँ मेरो बेबीलाई फर्स्ट टाइम पिउरी स्टार्ट गर्दैछु। हुन त उसलाई मेरो ब्रेस्ट फिडिङ मिल्कले पनि पुगिरहेको छ, त्यही पनि मैले चाहिँ उसलाई फर्स्ट टाइम ट्राई गर्दैछु। सुरुमा मैले हाफ क्यारोट लिएर मजाले धोएर त्यसलाई कटिङ गर्दैछु। गाजरमा चाहिँ यति धेरै न्युट्रिसनहरू पाइन्छ नि, जस्तै भिटामिन ए, भिटामिन के होइन, अझै अरू जति पनि भिटामिनहरू, बिटा क्यारोटिन बच्चाको आँखाको लागि, हेल्थको लागि राम्रो हुने भएकोले चाहिँ क्यारोटलाई चाहिँ सुपर फुडको रूपमा लिइन्छ। इग्नोर दिस मेरो चकिङ बोर्ड। अब मैले चाहिँ यसलाई चाहिँ हजुरहरूले बोइल गरेर पनि दिन सक्नुहुन्छ र स्टिम गरेर पनि दिन सक्नुहुन्छ। बोइल गर्दा चाहिँ हजुरहरूले 7 देखि 8 मिनटसम्म बोइल गर्नुहोला। मैले चाहिँ बोइल गरेँ। बोइल गरेर यत्तिको भइसकेपछि चाहिँ अब मैले यसलाई मिक्सरमा एड गरेँ। हजुरहरू ब्रेस्ट फिडिङ मम हुनुहुन्छ भने चाहिँ हजुरहरूले हजुरहरूकै मिल्क एड गर्नुहोला। यदि हजुरहरू फर्मुला मिल्क खुवाउनुहुन्छ भने फर्मुला मिल्क नै एड गर्नुहोला। अब यत्तिको भइसकेपछि चाहिँ मैले मेरो बेबीलाई खुवाउँदैछु। उसको चाहिँ फर्स्ट रियाक्सन, उसले चाहिँ यसरी खाँदैछ कि हेर्नु न, कस्तो मुख बिगार्दै खाँदैछ। त्यही पनि अब उसलाई मैले फर्स्ट ट्राई गरेको हो नि त। अब हजुरहरूले कसरी बनाएर खुवाउनुहुन्छ, कसरी ट्राई गर्नुहुन्छ, मैले खुवाएको भयो कि भएन, हजुरहरूले कसरी खुवाउनुहुन्छ, कमेन्ट दिस प्लियो हजुरहरूले सजेस्ट गर्न सक्नुहुन्छ। उसले चाहिँ रिसाउँदै खाइरहेको छ कि। ओके, बाई बाई एभ्रिवान।